मान्छेका सन्तान हो। दूध त मेरो पनि पिउँछौ तिमीहरूले, तर गाईलाई मात्र आमा भन्दा रहेछौ। मलाई आमा नभने पनि कमसे कम आन्टी त भनिदिने गर। अरे गाई, आजकल तिमी कता हो? हाम्रो त भेटै हुन छोड्यो त। कता हुनु नि हो भैँसी? आजकल मेरो दूध, गोबर र पिसाबको डिमान्ड एकदमै बढेको हुनाले हल्का बिजी पो छु त म त। ए हो र? मेरो त दूधको मात्र डिमान्ड छ, तिम्रो त पिसाब र गोबरको पनि डिमान्ड रहेछ है। भने भैँसी, बिहान म उठ्नु भन्दा अगाडि नै मान्छेहरू गिलास बोकेर मेरो पिसाब थाप्न आउँछन्। अनि अब यसो टोयलेट गरेर फ्रेश हुनु पर्यो भन्यो, फेरि मान्छेहरू मेरो गोबर लिन आइपुग्छन्। त्यसपछि अब अलि घाँस चोकर कुटी खाएर नास्ता गरेर मेरो बच्चालाई दूध खुवाउनु पर्यो भन्यो, मान्छेहरू फेरि मेरो दूध लिन आइपुग्छन्। म त एकदमै बिजी पो हुन्छु हो बिहानदेखि बेलुकैसम्म। झन् चाड पर्वको बेलामा त सास लिने समेत फुर्सद हुँदैन मलाई भैँसी। ए हो र? भने यी मान्छेका बच्चाहरू सानो हुन्जेल आफ्नो आमाका दूध पिउँदा रहेछन्, अलि ठुलो भएपछि म गाईको दूध पिउँदा रहेछन्, अनि अझै ठुलो भएपछि तिमी भैँसीको दूधको चिया बनाएर पिउँदा रहेछन्। झन् यी लोग्ने मान्छेहरू त दूध भनेपछि हुरुक्कै हुँदा रहेछन्। जन्मन साथ आमाको दूध पिएर होला, जवान भइसकेपछि पनि अरू केटीहरूको आइमाईहरूको दूधतिर आँखा लाउँदै हिँड्दा रहेछन्। सायद आफ्नो आमाको दूधको याद आएर होला नि त्यसो गरेका बिचाराहरूले। भनेपछि त तिम्रो त मस्ती रहेछ त है गाई। खै के मस्ती भन्नु र? हुन त मान्छेहरूले मेरो दूध, गोबर, पिसाब बेचेर आफ्नो पेट पालिरहेका छन्। कतिले त मेरो नाममा राजनीति पनि गरिरहेका छन्। मलाई आमा भन्दा रहेछन्, गाई हाम्रो आमा हो भन्दा रहेछन्। तर मुखले ठिक्क पार्ने मात्र त हुन् यी मान्छेका सन्तानहरूले। आफ्नै जन्म दिने आमालाई त दुःख दिन्छन्, मर्नु न बाँच्नु बनाइदिन्छन्, बुढो भएपछि वृद्ध आश्रममा लागेर छाड्दिन्छन्। झन् मलाई के बाँकी राखेर यी मान्छेका सन्तानले। तर जे जस्तो भए पनि, मलाई कुटे पनि, मेरो खुट्टा भाँचिदिए पनि, मैले दूध दिन छोडेपछि, मलाई रोडमा लगेर बेवारी से छोडे पनि जेल जानु पर्छ भनेर मार्न चाहिँ मारिहाल्दैनन् है मलाई। ए त्यस्तो पो है? तिम्रो पनि त्यही दूध, पिसाब र गोबर हो, मेरो पनि त्यही दूध, पिसाब र गोबर हो। तर पनि तिमी र ममा किन यति धेरै भेदभाव गरेका होलान् यी मान्छेका सन्तानहरूले? ओइ मान्छेका सन्तान हो, दूध त मेरो पनि पिउँछौ तिमीहरूले, तर गाईलाई मात्र आमा भन्दा रहेछौ। मलाई आमा नभने पनि कमसे कम आन्टी त भनिदिने गर।